विजय कहाँ आ रहा है भाई? लाख कतिको भएको छैन 108 पनि लाग्छ 45 मिनट आउँछ लाग्छ 15 मिनट थप हो एक माला त अघि बाइक भयो महाराज की जय हो सँगै बस महाराज महारानी हो खोइ डराउनु पर्ने कारण के छ र देखिसक्यो भने ओ यता हेर बुढा ओहो प्रकारको मजा के छ के पाक्यो कि पाकेन के पाक्नु पर्यो के पाक्यो चामल पाक्यो अनि भात पाक्यो पाक्यो अरु पाउने होला को यस बेला आएको ससुरालीको विशेष हाम्रै नि आउँछ कि आउँदैन आयो आउँछ किन एक नम्बरमा ल एक नम्बरमा अरे के गर्नु पर्यो सब पाक्यो है पाक्यो के पाक्यो सब्जी पाक्यो बाबर पाक्यो खिर पाक्यो पुलाउ पाक्यो साल पाक्यो दही पाक्यो त्यो के चियाको भाँडो हो त्यो ए बेलुका चिया खानु बेलुका चाहिँ आउँलाई बेलुका चिया खानु हामी पनि भनेर थाहा छैन मान्नु हामी त्यो राखेर एक पार्टी एक डिजे राखेर त्यो बाजी ल्याउनु म पहाडले ल्याउँछु पहिला अहिले अब यहाँ अब यो चाहिन्छ कि चाहिँदैन भोलिन्दा भाइहरू अब एकैछिनमा हाम्रो पूजा समाप्ति हुँदैछ प्रसाद वितरणका लागि जम्मा भइदिनलाई म अनुरोध गर्छु जेन्जी भाइहरू अब हाम्रो अन्तिम चरणमा के गरेपछि भन्छु आउनु भएन खिच्नु पर्यो नि त बुढी होइन नि बाबु कपाल मात्र फुले होइन ठिकै छ
छिटो ल्याउँछ नि त यहाँ छिटो ल्याउँछ नि त कि पल्ला लान्छ मन्दिर परिसरको ठ्याक्कै पुगमा पनि आफ्नो नाम दर्ता गराउन अनुरोध गर्छु। ऑरेंज के छ के पकाइस् सब पाकिसक्यो रेडी अब खाना मात्र फेरि खानु बोलाइदिए हुन्छ खानु बोलाइदियो कसको प्रसाद ग्रहणको लागि व्यवस्थित मर्यादित भएर बसिदिनु होला। अलिक टाढा टाढाका बन्धुहरू पहिलो चरणमा प्रसाद ग्रहणको लागि बसिदिनु होला। हाम्रा स्थानीयहरू भाइ बहिनीहरूले स्वयंसेवक बन्धुहरूले यथाशक्य सहयोग गर्नु होला। यो साझा दायित्व हो, कसैको होइन। मैले पाइनँ, मलाई दिएन, मलाई भनेन नभन्नु होला। आफै जागरुक हुनुहोस्, प्रसाद मागेर भए पनि खानुहोस्, टिका प्रसाद मागेर भए पनि लगाउनुहोस्। यो हाम्रो कुलदेवताको पूजा बाट विभिन्न निकायबाट प्राप्त भएको अनुदानहरूबाट हामीले यहाँसम्म यतिको परिसर बनाउन सफल भएका छौँ। आज पनि यहाँ कसै बन्धुहरूलाई म यो देवस्थल पूजा स्थल परिसर मैले भने अझ राम्रो भन्न चाहनुहुन्छ र म पनि केही सहयोग गर्छु, म पनि एउटा थप्छु भन्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क सधैँ खुल्ला छ। सबैले खुल्लाको कुराहरू गर्नुहुन्छ र आज जसले अनि आयो तातो हुन्न त यता खोलेर